हेलो नमस्ते साथीहरू, आइयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भन्दै आइसकेको छु फेरि अर्को भिडियो लिएर। के गर्नु हुँदैछ, कसो गर्नु हुँदैछ भन्दै आजको अर्को भिडियो पनि सुरु गरिहालौँ है त। साथीहरू, अहिले चाहिँ म तितेपाती लिन आएको थिएँ टनेलतिर होइन। टनेलतिर आजको दिन चाहिँ यस्तो रहेको छ है त। आजको दिन चाहिँ यस्तो रहेको छ, एकदम अहिले चाहिँ खुल्ला छ। अघिसम्म चाहिँ पानी पर्दै थियो, अघि चाहिँ एकदम ठुलो पानी पर्दै थियो। अहिले चाहिँ अलिक खुलेको छ जग्गा। अहिले चाहिँ अब म तितेपाती लिएर घर फर्किँदैछु। म एकछिनमा भेट्छु है त हजुरहरूसँग। साथीहरू, अहिले चाहिँ म बाहिरबाट आइसकेँ, त्यो तितेपातीहरू लिएर आइसकेँ। र सबभन्दा सुरुमा चाहिँ सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु होइन। 2062 सालको दसैँको सबैजनालाई शुभकामना छ भन्दै अब आज टिका लाउने दिन रहेको छ होइन। सबैजना तयारी गर्नु हुँदै होला टिका लाउने। कति बजेको सायद चाहिँ त्यो त मलाई थाहा भएन होइन। सबैजना तयारी गर्नु हुँदै होला। सो फेरि पनि हजुर सबैजनालाई दसैँको शुभकामना, ह्याप्पी दसैँ भन्दै भिडियोलाई अगाडि बढाउँ। अब एकछिनमा चाहिँ हाम्रो अरू कामहरू हुन्छ, टिकाको तयारी हुँदैछ। सो अब फेरि एकछिनमा भेटौँ है त। A few moments later. अहिले चाहिँ हामीले ढोका पूजा गर्नु हुँदैछ मम्मीले। अगाडि चाहिँ सकिम आज चाहिँ ढोका पूजा गर्नु रहेछ। लाइन गएछ। ढोका पूजा गर्नु हुँदैछ र यो सक्यो। सो आजको दिन चाहिँ ठिकै होला जस्तो छ। खासै पानी नपर्दै हुन्थ्यो। टिकाको दिनमा पानी पऱ्यो भने फेरि रमाइलो हुन्छ। टिकाको सायद चाहिँ 12 बजी जस्तोमा छ अरे। 11:53 छ अरे। तर हामी चाहिँ अलिक अगाडि नै ढोका पूजा गरेको हो। त्यही भएर ढोका पूजा सक्यो। अब एकछिनमा सिधै टिका लाउने बित्तिर भेटौँ है त ल। साथीहरू, अहिले चाहिँ टिकाको सायद भइसकेको छ। चाहिँ अब तयारी गर्नु हुँदैछ। अहिले चाहिँ हामी टिकासिका लाएर आइसकेको छौँ होइन। घरमा पाहुनाहरू हुनुहुन्छ अहिले चाहिँ। अनि अब चाहिँ हामी मामा घर जानुपर्ने हुन्छ, जानुपर्ने छ।
अब एकछिन हामी मामा घर जान्छौँ अब जाने बेलामा हेर्छु है त 1 hour later. साथीहरू अहिले चाहिँ हामी मामालाई हिँड्यौँ आमाजी अगाडि अगाडि म पछाडि पछाडि मामालाई लागि दसैँ मनाउनु अब मामालाई देखि पनि अर्को बुढो मामाले जानुपर्ने छ अझै त्यही भएर आज एकदम हतार छ दसैँ तपाईँहरूको दसैँ कस्तो हुँदैछ कस्तो भयो यसो कमेन्ट गर्नु होला मेरो चाहिँ यस्तै हो जहिले दसैँ आयो भनौँ टिका लाउनलाई यता कुद उता कुद हुन्छ यस्तै हो जस आजको दिनले चाहिँ साथ दियो हिजो बेलुकाभरि पानी पर्दै थियो अघि बिहान पनि पर्दै थियो अहिले चाहिँ घाम लागिरहेछ साथ दियो त्यसैमा खुसी मना अहिले जाँदैछौँ हामी अब पुगेपछि भेट्छु है त थिचेको साथीहरू अहिले चाहिँ हामी टिका लगाइसक्यौँ खाना खाइसक्यौँ सो अब यहाँको मामालीको चाहिँ सक्यो टिका लगाएर अब फेरि हामी बुढो मामा जान आँटेको यसरी हामी आइपुग्यौँ अहिले मामा बाई त्यो दोकानमा के त्यसलाई त्यहाँ के पकाउनु यहाँ हेलो मेन हाइवे उँभो भयो यता आउँदो पर्छ अनि हामी चाहिँ
पुग्नु चाहिँ अझै छ बिस्तारै नै ल ल अब गएर खिच्दा भइगयो नि बिस्तारै हिँड्नु अघि दिउँसो खिच्नु पाएको हो भन्नु त हामी चाहिँ आइसक्यौँ गाउँघरतिर बिस्तारै घर आइयो अब त बरु हिँड्दै आएको भए हुन्थ्यो हामीलाई लिनु चाहिँ आइसकेको छ भाइ यो भाइ के गर्दैछ घर चाहिँ यता हो उता हो हाम्रो दुईजना फुच्ची यहाँ रहेछ यहाँ छ एउटा डन अर्को डन यता पक्कायो अहिले आउँछु पक्का अहिले हामी चाहिँ आइपुग्यौँ साथीहरू बेल्ट लाग्छ होइन ए अनि तँ बान्नु पर्दैन बान्दा नि हुँदैन माई भाइ इज हियर के फुल हो त्यो चाहिँ बबाल छ यताबाट हिँड बिस्तारै हिलो रहेछ हामी त उ तल पुगेर नठेला न उसलाई उसको गाह्रो छ झन्डै माथिबाट लगाइदिनु अघिको भिडियो बनाउन आधी बाँकी छ नि त साथीहरू चाहिँ हामी घर आइपुग्यो यता एउटा घर आएको छ फेरि अर्को माइजको घर पल्लो घर आउनु न यहाँ एउटा बाँदर दार्दै रहेछ होइन गाइस यो मेरो अर्को भाइ हो हेलो भन्दै भाइ हेलो भन्दै भाइ अनि जान्छ खोला राति हेलो गुड मर्निङ साथीहरू हिजो चाहिँ हामी यतै बस्यौँ होइन बेल फेरि अर्को घर जाँदैछौँ टिका लाग्नु हिजो यतै बस्यो र अब चाहिँ अहिले बिहान 2,000 years later. साथीहरू आज चाहिँ घर आइपुग्यो होइन आइसक्यो अनि यस्तै भयो होइन भिडियोहरू धेरै खासै राम्रो त भएन होला त्यही अलिअलि खिचेको बनाएको कताबाट कस्तो लाग्छ त्यसो कमेन्ट गरिदिनु अनि लाइक सेयर सब्सक्राइब गर्नु फेरि अर्को भिडियोहरू देख्दैछु यो भिडियोलाई चाहिँ सक्छु कस्तो राम्रोसँग दसैँ मनाउनु होला तपाईँहरू इन्जोय गर्नु